पश्चिम नेपाल बस व्यवसायी समिति दर्ता गरी कृष्णनगरदेखि प्युठान र प्युठानदेखि कृष्णनगरसम्मको धोबा रहित वातावरण मैती इभी गाडी सेवा सञ्चालनमा आएको छ। प्युठान झिम्रू गाउँपालिका 3 हल्तेबाट बसाइसरी कपिल वस्तुको चन्द्रौटामा बस्दै आएका महेन्द्र महतले यो महत्त्वपूर्ण सेवा सञ्चालनमा ल्याएका छन्। धेरै देश पुगे, धेरै ठाउँमा सङ्घर्ष गरे, तर अपेक्षित कमाइ र सन्तुष्टि कतै पनि पाएन। अन्ततः उहाँले परदेश होइन, आफ्नै देशमा केही गरौँ, आफ्नै जनताको सेवामा जीवन समर्पण गरौँ भन्नेतर्फ लाग्नुभयो। नाफाभन्दा अघि सेवा हेर्नेछु, कमाइभन्दा अघि जिम्मेवारी महेन्द्रको यो ठुलो सङ्कल्प छ। आफ्नै देशमा बसेर आफ्नै जनताको लागि यात्रालाई सुरक्षित, सहज र भरपर्दो बनाउने प्रयास गर्नेछु। उहाँ भन्नुहुन्छ, देशमै पनि सम्भव छ, सेवामा पनि भविष्य देखिनेछ। उहाँले जति पनि मेरो सेवामा जति आउनुहुन्छ सबैजनालाई स्वागत गर्नेछु। विशेष गरी प्युठानी बासिन्दाहरूलाई एकपटक सेवा गर्ने मौका दिन उहाँले आग्रह गर्नुभएको छ।